सम्पूर्ण नमस्कार। जय मानव सेवा। यसपालि पनि असारमा सदा जस्तै हाम्रो मानव सेवा आश्रमको मुख्य कार्यालय हेटौडामा धान रोपाइको सेवा सम्पन्न भएको छ। सम्पूर्ण टिमहरूले मिलेर धान रोपाइ गर्नुभयो। धान रोपाइ पश्चात सानो कुलो त्यही खेत नजिकै थियो। हामी सबैजना मिलेर हातखुट्टा धोयौँ। त्यसपछि हाम्रो आदरणीय म्याम भान्साको टिमहरूले मिलेर हाम्रो लागि दिउँसोको लागि भने एकदमै मिठो खाजा तयार गर्नुभएको थियो। थकै लागेर पनि होला सायद सेवामा एकदमै मिठो भएको थियो आजको खाजा। साथीहरूले रमाइलो गर्दै हाम्रो टिमहरूले रमाइलो गर्दै लियौँ। दुधको चिया तरकारी त्यसमा पनि झन् हरियो खुर्सानी। मलाई पनि लास्टै भोक लागेको होला खान नपाए जस्तो नि म हरियो खुर्सानी र चिउरा खाइरहेको थिएँ। हाम्रो आमाले पनि झ्यालबाट दुधको चिया पिउँदै हामीलाई हेरिरहनु भएको थियो। उहाँको मनमा सायद धेरै कुराहरू उब्जिरहेको पनि होला त्यही भएर। अनि हाम्रो आमाले चाहिँ मिठो मानेर चिउराहरू खाइरहनु भएको थियो। हाम्रो साथीहरू पनि बाहिर बसेर खाजा लिनमा मस्त हुनुहुन्थ्यो। थ्याङ्क यू फर वाचिङ।